हेलो साथीहरू, गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। के गर्दै हुनुहुन्छ? म चाहिँ यस्तै बसिरहेको छु। अनि म चाहिँ लागेँ त्यसपछि यसो पानी भरेर पोछा लाउनतिर। तयारी गएँ, म पुछासुट गर्दै पोछा लगाएँ। त्यसपछि पोछा लगाएँ मैले, अनि स्टेपहरू लगाउन थालेँ। स्टेपहरू लगाएँ, त्यसपछि फाइनल्ली पोछा लगाएर सकिसकेपछि म गएँ बाहिर यसो घुमघाम गर्नतिर, रोडतिर यसो भिडियो बनाइहालेँ। भिडियो बनाइसकेपछि यसो फर्केँ म आफ्नो रुमतिर फर्किसकेपछि अनि म चाहिँ लागेँ खाना बनाउने कामतिर। त्यसपछि खाना बनाउने कामतिर लागिसकेपछि म गएँ यसो सटसट गर्दै। फेरि भित्र जान थालेको त भित्र दाइ बसिराख्नु भएको रहेछ मामाको ठाउँमा चाहिँ। आजभोलि दाइ आउनु भएको छ। त्यसपछि मैले दाइलाई पनि देखाइसकेँ यता। त्यसपछि म गएँ खाना बनाउनुतिर। यहाँ चाहिँ आलु प्याज टमाटरको सब्जी बनाउनु रहेछ। फेरि मैले काटेर रेडी गराइसकेपछि फेरि मैले कराई माझा बसाल्दा फाइनली रेडी भइसक्यो। खाना रोटी सब्जी रेडी भयो। त्यसपछि म आएँ त्यहाँबाट खाना बनाएर बाहिर आएँ। त्यसपछि मैले यसो बाहिरतिरको सिन देखाउन थालेँ। फुल चाहिँ दामी फुलिरहेको रहेछ। त्यसपछि मैले यसो भिडियो बनाइहालेँ। त्यसपछि म जान थालेँ म्यानेजरको छोरालाई टिफिनको लागि। अनि टिफिनको लागि गइसकेपछि अनि जहाँ गएँ म फाइनल्ली उता पुगिसकेपछि त्यहाँ आज टिफिन जाने रहेनछ। त्यसपछि म आएँ रुममा आइसकेपछि फेरि मैले पानी ल्याउनु थियो आफ्नो रुममा। फेरि म क्यान राखेर पानी ल्याउनतर्फ लागेँ। पानी ल्याउनतर्फ लागिसकेपछि फेरि म फाइनल्ली त्यहाँ पुगिसकेपछि फेरि त्यहाँ भदैनीलाई खेलाएँ। एकछिन भदैनीलाई खेलाइसकेपछि फेरि म फर्किएँ। पानीसानी ल्याएर आफ्नो रुमतिर बुढी र म फर्कियौँ। बुढीलाई भने यसो भिडियो बनाइदिएन मेरो भनेको त मेरो मात्रै बनाइरहेछ, आफ्नो देखाइरहेछ। त्यसपछि हामी लाग्यौँ दिउँसोको टाइममा हामी खाना खानातिर दुईजना। उता बिल्डिङमा पूजा रहेछ, आज खाना खान बोलाएको थियो, त्यहीँ गयौँ हामी दुईजना। त्यसपछि हामी त्यहाँबाट खानासाना खाएर फर्क्यौँ दुईजना यसो गाडीमा हिँड्दै भिडियो बनाउँदै है। फेरि दाइ चाहिँ मिचिक्कै हाँसिदिनुहुन्छ कि, फेरि एकदम हँसिलो मान्छे हुनुहुन्छ, मुस्कान दिइहाल्नुहुन्छ फेरि। अनि फेरि दाइको कल आएर चाहिँ हामी रुममा आएर फेरि म्यानेजरको छोराको साइकल रिपेयरिङ गर्ने भनेको थियो, त्यहाँ जान थाल्यौँ। त्यहाँ गयौँ, त्यहाँ रहेनछ। फेरि हामी गयौँ साँझतिर लेबरहरूलाई पुगाउन हामी दुईजना गएको थियौँ। फेरि हामी आउने बेला एउटा यसो साँझको भिडियो बनाइदियौँ। साथीले पनि हेरिहाल्यो। ल आजको भ्लग चाहिँ यति नै साथीहरू। ओके, बाई बाई। सबैजनाले माया गरिदिनु होला है। ल बाई बाई साथीहरू।